हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ म हामी फुपूको घरमा जाँदैछु। म आमा भाउजू अनि देवीशा र यास्निप चाहिँ। अन्त म चाहिँ यहाँ रेडी भइसकेँ, यास्निप पनि रेडी भइसक्यो। अन्त यहाँ म चाहिँ अब भाउजूको रुममा आएँ। यहाँ चाहिँ देवीशा पनि रेडी भइसक्यो, मेरो भदैनी। अन्त मेरो भदैनी पनि खुसी भइरहेछ घुम्नु जानु पाउँदा। अन्त यहाँ बहिनी पनि रेडी भयो, यहाँ भाउजू पनि रेडी भइसक्नु भयो। अन्त आमा पनि यहाँ रेडी हुनुहुन्छ। अन्त भाइ चाहिँ यास्निप चाहिँ दिपाञ्जलीसँग बाटोमा निस्किसक्यो, किनभने ऊ चाहिँ रेडी भएर रुँदै थियो। अन्त पानी पुरा परेकोले चाहिँ मैले तपाईँलाई बाटोमा भिडियो चाहिँ बनाउन सकिनँ। अन्त यहाँ चाहिँ हामीले घुमको गाडीमा चढेर चाहिँ जाँदैछौँ। अन्त यहाँ हामी चाहिँ भर्खर चित्रे आइपुग्यो। चित्रेमा चाहिँ झन् पुरा पानी पर्दै थियो। अन्त यहाँ चित्रेमा एकछिन रोकेको थियो, किनभने पेसेन्जरले झर्नु हुँदै थियो। अन्त हामी चाहिँ अब यहाँ बेनीवन जाँदैछु, ओह्रालो फुपूको घर। यहाँ चाहिँ अलिअलि पानी पर्दैछ, हेर्नुहोस् होला कस्तो राम्रो देख्दैछ पानी परेर। त्यहाँदेखि हामी फाइनली हाम्रो फुपूको घरमा आइपुग्यौँ। यहाँ चाहिँ फुलहरू यस्तो मजाले फुलेको छ, हेर्नुहोस् होला। हामी चाहिँ आइपुग्यौँ यहाँ घरमा। यहाँ चाहिँ हाम्रो भाउजू छ, फुपू छ हाम्रो यहाँ चाहिँ फुपू जुवा गर जुवा जुवा ए जुवाले पकाउँदैछ। यहाँ चाहिँ फिङ्गर यहाँ चाहिँ मेरो छोरा चाहिँ नक्कल पर्दैछ। नानी लगाऊ त ब्र, यहाँ हेर छिटो मम्मा। वाह, हामी चाहिँ यहाँ आइ पनि सके भाउजूको घरमा। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो फुपूले चाहिँ फुलहरू चाहिँ एकदमै मजाले रोप्नु भएको छ, हेर्नुहोस् होला। यहाँ चाहिँ मकै पनि हुँदैछ, मकैको बोट। यहाँ चाहिँ यास्निपले बदमास गर्दैछ, मेकअप गर्दैछ। यहाँ चाहिँ भाउजू र देवीशा बसिरहेको छ। यहाँ हेलो गरिदिनु बाबा, हेलो नानी, हेलो गरिदिनुहोस्। देवीशा, देवु मजा आयो? यहाँ चाहिँ भाउजूलाई मैले राफिङ ल्याइदिएको थिएँ, राफिङ खानु हुँदैछ भाउजूले। हामी सबैजना बसिरहेको छौँ। यहाँ भाउजूले बुनाइ गर्नु हुँदैछ, यहाँ फुपू पनि बसिरहेको छ, यहाँ हाम्रो दिदी पनि बसिराख्नु भएको छ। यहाँ यसो खेल्दैछ, यसो बेबी हेलो हेलो हेलो। देवीशा गयो, यास्निप चाहिँ एकदम मलाई मजा लाग्छ यहाँ खेल्नु। हामी चाहिँ घर आएर पनि यहाँ नानीको खिचडी भइसक्यो। यहाँ भाउजूले चिया खाँदैछ, यहाँ खिरमाहरू, यहाँ देवीशा, अब म भाइ। अन्त भाइले खाना खान आँटेको, उसले चाहिँ यहाँ टिभी हेर्दै खाना खान्छ भाइले चाहिँ। अब म खाना खुवाउनु आँटेको। है भाइ, बाई बाई गरिदेऊ।